यो चाहिँ हिजो राखेको, हिजो लिएर आएको थियौँ। यसरी यो राख्नुपर्छ। अब दल्ने पहिला त उयो खानु पर्यो नि त, खाएको खोस्टा यस्तो हरियो निक्लिन्छ सबै लेउ पानीको। त्यस्तो रातो हुन्छ, कस्तो दुखिसक्यो यहाँ। पानी आउनुपर्छ। अब यो रेडी भयो, सफा भयो। अब यसलाई यस्तो ग्लासले पकाएको 10 मिनट जस्तो पछि यस्तो निक्लिन्छ। एकछिन पकाउने यसलाई। तेल लगाउने यो स्टेप चाहिँ स्किप नगर्नु हैन, एकदम मेन स्टेप हो। उमालिसकेपछि तेलमा भुट्नुपर्छ अनि गनाउन 98% कम हुन्छ। अलिअलि त्यसमा गनाउने नै हुन्छ, तर उसिनेपछि चाहिँ एकैचोटी हामीले मरमसला हालेर भुट्यौं भने चाहिँ गनाउँछ। तर यसरी अब तेलमा भुटेर अनि पछि चाहिँ फेरि अर्को लट मरमसला हालेर तेल हालेर गर्ने हो। तेल खरिसकेको छ। यसलाई म यसलाई पनि म 15 मिनेट जस्तो नै भुट्छु। एकछिनमा चलाइराख्दा हुन्छ। यसको यसरी पानी आउँछ हैन, यो तेल हालेपछि अनि पानी नसुकुन्जेलसम्म एकदम मज्जाले भुट्ने। अलि टक्क पक्न थाल्यो। पानी सुकिसकेपछि र यसरी पकिसकेपछि चाहिँ यो रेडी हुन्छ। हामीलाई चाहिने भनेको टमाटर, अदुवा लसुनको पेस्ट, प्याज, खुर्सानी अनि यो भनेको चाहिँ आलसको धुलो हो। यो चाहिँ जिरा धनियाको धुलो, त्यसपछि नुन। प्याज हाल्दै
यसमा अलिकति पानी हालिदिएँ। जिरा धनियाँको पेस्ट मैले अझै एड गरेँ। यतिको ग्रेभी भएपछि अघि यो भुटेको तेलमा भुटेको राइट गाइस, यतिको पाकिसकेको छ। यसलाई चलाइ राख्ने, फेरि बढिदिन्छ। अब मैले यसलाई चाहिँ 10 मिनट जस्तो पकाएँ है। अब के गर्ने भने हामी चाहिँ यसमा झोल हालेर खान्छौँ, एकदमै मिठो हुन्छ। त्यही भएर म पानी हालिदिन्छु। आफूलाई कति चाहिन्छ त्यो अनुसार हाल्नु होला। ग्रेभी बनाउँदा दामी हुन्छ। अब यसलाई मजाले उम्लिन दिने, त्यसपछि खाना रेडी हुन्छ। यसको रस चाहिँ अति मिठो लाग्छ हैन, मलाई अरू पनि मिठो हुन्छ। त्यही भएर म अझै पानी थप्दैछु। मर मसला पनि हालेकोले मिठो हुन्छ यो। अब एउटा लास्ट स्टेप जुन चाहिँ भुल्नै हुँदैन है, आलसको धुलो, यसलाई भन्छ फ्ल्याक्स सीड पाउडर। यो चाहिँ नबिर्सिनु, यसले एकदम मिठो फ्लेभर दिन्छ। सो यतिकैमा छर्दिने अनि उम्लेपछि दामी हुन्छ। आगो मैले ठुलै बनाएको छु। उम्लिन आँटे है म भन्दैछु। सो उम्लिन्छ यो चाहिँ। म उम्लेको देखाउँदैछु है। बुक गर्दै उम्लिँदै हुनुहुन्छ हाम्रो घुङ्गी। दिस इज हाउ हाम्रो घुङ्गी उम्लिनु भइरहेछ। अब यसमा नुन लागेको लागेन भनेर टक्क पारेर हामी चाख्नेछौँ। चलाइदिउँ। नुन त चाख्नै पर्यो मान्छे भएपछि। नुन अलिकति नपुगेको अवस्था, मसलाहरू सबै ठिक छ। यो धुवाले के गर्नु, भिडियो नै गर्न दिँदैन। सरी है गाइज। धेरै नुन खानु हुँदैन, किडनीलाई राम्रो गर्दैन। ओ माई गड, बादलै लाग्यो त हौ, के हो यस्तो। यसरी बनाएको मैले अघि पनि। एकछिन उम्लियोस्, नुन पग्लिन्छ, त्यसपछि खाना रेडी हुन्छ। So ready to eat. यसलाई फेरि सङ्खेकिरा भनेर चाहिँ नभन्नु होला। सङ्खेकिरा यस्तो हुँदैन, खानेलाई मात्रै थाहा छ यो कति पौष्टिक छ, यसमा कति धेरै ताकत हुन्छ भनेर। यसमा कागती हाल्न चाहिँ नबिर्सिनु होला।